आजको दिन चाहिँ ट्रेनमा पनि फ्रीमा यात्रा गरियो अनि KFC पनि फ्रीमा खाइयो है। एन्ड हिउँहरू पग्लेर सकियो एन्ड झन्डै 4-5 महिनाको विन्टर पछि चाहिँ एकदमै जाडो सकेर अब चाहिँ बल्ल एकदम राम्रो मौसम स्प्रिङ सुरु हुन लागेको छ। एन्ड आई एम ब्याक अगेन विथ माई भिडियो। अब चाहिँ भिडियोहरू बिस्तारै बिस्तारै कन्टिन्युसली आउँछ। लेट्स गो। सो म बसेको एरिया आसपासमा चाहिँ सबै कुरा नै छ लगभग भनौँ। यहाँनिर हेर्नुभयो भने यहाँनिर ग्यास स्टेसनहरूदेखि लिएर रेस्टुरेन्टहरूदेखि लिएर यो साइडमा चाहिँ मुभी सिनेमा हलहरूदेखि लिएर एन्ड यो चाहिँ मैले सपिङ गर्ने मार्ट हो, क्यालगरी कोअप। सो फर्स्ट थिङ आज चाहिँ हामी लक ट्राई गर्छौँ। सो तपाईँहरूलाई चाहिँ कतिजना चाहिँ लकमा विश्वास लाग्छ होइन? लेट्स ट्राई लक। अनि म एउटा लोट्री किन्छु अनि हेर्छु के हुन्छ है त। Okay, thank you. And $15 $10 को टिकट लिएको थिएँ। $5 प्रफिट भयो आजलाई। सो आजको मेरो 500 रुपियाँ अब यसको हल्का भरे केही खाइन्छ। एन्ड लेट्स गो। अब यहाँबाट चाहिँ हामी हल्का ट्रेन स्टेसनतिर जान्छौँ अनि ट्रेन स्टेसनको बारेमा हल्का देखाउँछु है त। यो चाहिँ यात्रुहरूलाई जाडोमा कम्फर्टेबलको लागि चाहिँ वेटिङ रुम। एकदम यो जाडो एकदम बढिन्छ नि यहाँनिर। सो वेटिङ रुम हो। यो साइडमा चाहिँ बस स्टप छ होइन? यहाँ ट्रेन स्टेसनमा ओर्लेपछि बसहरू कता कता जाने। यहाँ बस स्टप यहीँ अगाडि छ। एन्ड साइकलहरू राख्नलाई यहाँ पार्किङ। एन्ड यहाँनिर डस्टबिनहरू देख्न सक्नुहुन्छ। अशक्त मान्छेहरूको लागि मात्रै एलिभेटर हो, व्हिल चेयरहरूको लागि मात्रै। एन्ड टिकट भेन्डिङ मेसिन यहाँनिर छ, देख्न सक्नुहुन्छ टिकट भेन्डिङ मेसिन। एन्ड हामीले चाहिँ यहाँनिर बाई टिकट होइन भ्यालिडेट गर्नु, बाई टिकट होइन छ भने त्यसलाई भ्यालिडेट गर्नु अनि यहाँनिर स्टार्ट गरेर यहाँबाट चाहिँ हामीले टिकट लिन सकिन्छ। अनि टिकट चाहिँ यहाँ आफ्नो कार्ड यहाँ लाउने, त्यसो गरेपछि चाहिँ टिकट चाहिँ यहाँनिरबाट निस्किन्छ है। पोस्ट एक्जिट, ओके पोस्ट एक्जिट सरी। सो तपाईँहरूले देख्नु भयो जस्तै यहाँको ट्रेन लाइन चढ्नलाई चाहिँ स्क्यान गर्नुपर्ने, गेट ओपन हुने बन्द हुने खालको हुँदैन क्या। सो हामीले चाहिँ यतिकै ट्रेन चढ्न सकिन्छ, तर बिचमा चेकिङ आयो भने चाहिँ फाइन पर्छ होइन। अनि ट्रेन चाहिँ अब आउने देखाइरहेछ। सो यतापट्टि जाने यता 7 मिनटमा 17 मिनटमा देखाइरहेछ। एन्ड हामी जाने चाहिँ 3 मिनट र 12 मिनटमा देखाइरहेछ यो साइडमा होइन। सो ट्रेन आउने यहीँनिर हो। प्लिज स्ट्यान्ड बिहाइन्ड द येलो लाइन। ट्रेन आइपुग्यो। अब हामी ट्रेनमा यात्रा गर्छौँ है त। This train Somerset Bridlewood. Doors are open. So यहाँनिर इन्फर्मेसन छ एन्ड सिटहरू जस्तो छ। सो आज चाहिँ म ट्रेनमा फ्रीमा यात्रा गर्दैछु गाइस। एन्ड फाइनली आजको मेरो दिन चाहिँ यसरी नै बित्यो। सन्डे हो, घरमा अल्छी लागिरहेको थियो। एन्ड बाहिर जाउँ फ्रेस होम भनेर निस्केको। अनि लोटो पनि किनिहेरेँ, $5 पनि जितिरहेको छु। अनि ट्रेन स्टेसनमा पनि गएँ। ट्रेन स्टेसनमा चाहिँ
अरू ठाउँहरूमा जस्तो त्यसरी टिकट देखाउनु पर्ने ठाउँ टिकट स्क्यान गर्नुपर्ने ठाउँहरू हुँदैन त्यसरी हामी त्यतिकै पनि ट्रेन चढेर यात्रा चाहिँ गर्न सकिन्छ भनेर देखाएको मात्र हो गर्नु चाहिँ हुँदैन किनभने त्यसो गर्दा चेकिङमा पऱ्यो भने दर फाइन लाग्छ होइन हामीले त्यसो गर्नु हुँदैन सो अब फ्रीमा आजको दिनमा ट्रेनमा चढिहाल्यो सो यो $5 जितिएको चाहिँ यसको अब भोक पनि लागेको छ यो $5 को केही खाम त्यसो गर्दाखेरि चाहिँ आजको मेरो दिन चाहिँ फ्रीमा बित्नेछ सो लेट्स गो KFC $5 मा के आउँछ ट्राई गरौँ है KFC इज देयर यहाँ छ हैन लेट्स गो ट्राई snacks only so we can get this $3 snack right $3 3 3 6 2 4 $5 and $5 ma I got this 2 hot honey wrap let's try so $5 मा चाहिँ I got this 2 hot honey wrap है and finally the day ends here हल्का हावा पनि खाइयो अलिकति ट्रेनमा यात्रा पनि गरियो and यो फ्रीको KFC पनि खाइँदैछ फ्री नै भन्नु पर्यो $5 नै लाग्यो ठ्याक्कै एक्ज्याक्टली जुन चाहिँ मैले लोटोमा जितेको थिएँ हैन त्यो एक्ज्याक्टली $5 मा मैले यो 2वटा हट हनी र्याप पाएँ एन्ड आजको दिन फ्रीमा घुमेर खाएर बिताइयो त सो सी यु गाइज इन नेक्स्ट भिडियो त्यतिन्जेलसम्मलाई चाहिँ नयाँ हुनुहुन्छ भने सब्सक्राइब कमेन्ट है अबदेखि चाहिँ ब्लग बिस्तारै चाँडो बनाउने प्रयास गर्नेछु सी यु गाइज इन नेक्स्ट भिडियो